Hello guys. Finally carved. I have the carved tower. आयो यो चाहिँ यति है त क्राफ्ट को सबै साउदीमा फर्स्ट टाइम अब यति एक्लो एरियामा आइपुग्यो मेट्रो स्टेसन यो चाहिँ मेट्रो स्टेसनमा फाइनल्ली आइसकेपछि गाइज हामी चाहिँ अब यसो लाएर फटाफटा खिच्ने हो चट्ट लाएर यस्तो बनाएर साथीहरु खै त्यसपछि रमाउँदै गयो गाइज केही समयपछि यसै गरेर फेरि हामी चाहिँ आफ्नो रमाउने ठाउँ सिस्टमहरु के दृश्यहरु हेर्दै चाहिँ जडान गरिएको छ अवलोकन गर्दै गयो त्यसपछि गरेपछि होला यो चाहिँ सीसी क्यामेराको निगरानी अनौठो पहिलो पटक देखिएको कारणले यस अग्लो चाहिँ रेकर्ड गरियो त्यसपछि भनेपछि त्यस्तै गरेर थ्यांक यू आयो खिच्न मनलाई त यहाँ देखिन्छ एउटा येलो रेड यो लाइन अनि उ त्यो माथि फर्स्ट यहाँ सेकेन्ड थर्ड लाइन थर्ड लाइन पनि हैन भन्यो लाइन चाहिँ घुमियो नि त्यसपछि फेरि एकदम हामी पूर्ण अर्को गन्तव्यतिर लाग्छौं यस्तै गरेर साथीहरु तीन जना मिलेर रमाउँदै गयो त्यसपछि पुनः यस्तै रमाइला मिठा गफ गर्दै अनि अनौठो र नौलो दृश्य देखिसकेपछि रेकर्ड गरियो यस्तै ब्लग बनाउँदै गयो फोटोहरु पनि खिच्यो हामी चाहिँ अब घरतिर लाग्यो काठमाडौँबाट साउदी अरब रियाद मेट्रो स्टेसन आयो फाइनली चाहिँ अब हामी जान्छौं हैन अब काट्न काटियो जतिमा आइपुग्नु घरबाट काट्छ होला 2 घण्टा भयो मेट्रो स्टेसन त्यस्तै गरेर अब चाहिँ यसैपछि परिवेश फेरि सब चाहिँ चट्ट लाएर यता यसरी गयो मेट्रो स्टेसनमा यसरी के कस्तो खाम भने के खानु के खाम न त अब चाहिँ म देखाछु कि नै मैले समात्न गएको तरिका यसैपछि छिटो देखिन्छ गयो त्यही भएर होला बडीभित्र सरलक्क बनाएर यो चाहिँ अब लिफ्टबाट पर हामी चाहिँ जानु पर्छ गाइस हामी चाहिँ आफ्नो गन्तव्य चाहिँ डाउनलोड गरौँ हामी चाहिँ अब यस लिफ्टबाट सरलक्क बनाएर यसरी चाहिँ गइन्छ सरलक्क बनाएर साथीहरु रमाइलो भइरहेछ अब चाहिँ एउटा त्यहाँ जाने हैन हेलो सरलक्क दुईवटा अझै एक स्टेप माथि छ फाइनल्ली जाने अनि यसरी सरलक्क बनाएर अनि आयो गाइस 2 नम्बर हामी चाहिँ अब लाग्यो गाइजहरु मेट्रोमा फाइनल्ली साउदी रियादको काफामा पनि भिजिटिङ गरियो आजको दिन पछि मेट्रो स्टेसनको कार्ड चाहिन्छ त्यो कार्ड नभइसकेपछि एटिएम हामीले यसरी बुझाएर 4 रियाल काट्छ काटिसकेपछि साउदी 4 रियाल काट्यो त्यसपछि एन्ट्री गरिसकेपछि हामी चाहिँ फाइनल्ली चाहिँ फेरि अर्को यसरी निस्कियो चढ्नु पर्छ अब चाहिँ एन्ट्री गरिसकेपछि मेट्रो स्टेसनको लगाएर माथि पुगिसकेपछि तपाईँ चाहिँ यसरी गएर सरलक्क यो चाहिँ ल अब दिस इज लास्ट सरलक्क बनाएर
यहाँ चाहिँ अलिकति मलाई बोल्न अप्ठ्यारो लाग्यो कारणले बोलिएन। त्यसपछि यो चाहिँ अरबीले हेरिरहेको थियो अनि भेरी गुड भन्दै थियो। त्यसपछि लाग्यो हामी चाहिँ यो चाहिँ लास्ट थियो। त्यस्तै गरेर एकछिन बस्यो। त्यसपछि 3-4 मिनट असरी मेट्रोमा सर्लक्क गइन्छ अबको केही समयपछि कोसिस लक्क अब वेट फर यहाँ भनेको छ समथिङ अब त्यहाँ देखाउँदैछ हेर्नु गाइजहरू समथिङ 3 मिनट। अहिले चाहिँ अरबी आयो 3 मिनटपछि हाम्रो चाहिँ गन्तव्य रियादको 8 दारुल बैदा अनि ल हामी चाहिँ फाइनल्ली जानुपर्छ गाइज मेट्रो स्टेसन। म हिँडिसकेको थिएँ मैले मावि लास्ट पर्खिन म हिँड्ने 70 3 गइसकेँ अब लाइट त बल्ने ठाउँमा बलिहाल्छ नि। ल गाइज फाइनली यसरी चाहिँ ल गाइज निक्लियो। अब यताबाट झऱ्यो त होला पुत्तै लिफ्ट चढेर तल झर्नु तल चढेर यताबाट हामी गयो मेट्रो स्टेसन यसरी गरेर कार्ड इन्ट्री गराएर एकजिट भयो बाहिर निस्किनु पर्छ। हामी चाहिँ गाइजहरू अन्तिम तल झर्नु यसमा गएर यसरी जान्छौँ। गइसकेपछि हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुग्यौँ अनि कार्ड यसमा इन्ट्री गराएर यो त्यसपछि फेरि पुनः लिफ्टमा चढिन्छ। लिफ्टमा गइसकेपछि बनाएर हामी तल चढ्छौँ। तल झरिसकेपछि बाहिर आएर यो चाहिँ भ्यायो यति गरेर पुग्छौँ। ल फाल्दै